नमस्कार। दीपज्वाला राष्ट्र दैनिक पत्रिकाबाट नेपालगञ्ज नगरपालिका वार्ड नम्बर 9 मा हाम्रो कार्यालय छ। म अहिले नेपालगञ्ज नगरपालिका वार्ड नम्बर 9 को बुथमा आएको छु। बालमन्दिरमा परेको छ हाम्रो बुथ। यहाँको के छ, कस्तो छ, यहाँको भोटरहरूले कसरी हालिरहेको छ, सजिलै छ भन्ने कुरा देखिन गइरहेको छ हैन। म त्यसले गर्दाखेरि तपाईहरुलाई पनि जानकारी दिन चाहन्छु। ल हेर्नुस् है, लोकेसन यही हो है। उहाँहरु पनि हाम्रै सब चिनजानकै हुनुहुन्छ हैन। ल हेर्नुस्, हमरा त्यति भिडभाड छैन। राम्रै सरल तरिकाबाट सबैले मतदान गर्न पाउनु भएको छ। ल हेर्नुस्, कुनै चिजको बाधा अड्चन छैन, कुनै बडबवाल छैन, कुनै चिजको अप्ठ्यारो छैन। एकदम सजिलो पाराले भोटिङ गर्न पाएका छन्। सबैजनाले आफ्नो मन खुसीले, कसैले खर्चदाप गरेका छैनन् र कसैले भ्रमित कसैलाई पारेका छैनन्। त्यसले गर्दाखेरि यसमा चाहिँ कुनै चिजको विपत्ति र आपत्ति गर्नुपर्ने कुनै कारण देखिँदैन। कसैले गर्दा पनि गरेको छैनन् र यसमा राम्रोसँग मतदान भइरहेछ हाम्रो बालमन्दिर बुथमा हैन। मलाई हेर्नुस् है, म अन्त पनि देखाइरहेको छु। एक बुथ चाहिँ हाम्रो बक्स चाहिँ राखेको छ 6वटा बक्स राखेको छ। 3वटा महिला र 3वटा पुरुषको लागि 3 सेक्टर बनाइएको छ। 2-2वटाको राखिएको छ। त्यसमा चाहिँ तपाईको सबै आधा त टोपीले छेक्यो, आधा मास्कले छेक्यो। यो हाम्रो बालमन्दिर हो। बालमन्दिरमा हाम्रो पोलिङ राखिएको छ हैन। र बुथ भनौँ न, र पोलिङको चाहिँ हाम्रो 6वटा रहेछ यहाँ है। 6वटामा चाहिँ तपाईँको 3वटा चाहिँ महिलाको लागि, 3वटा पुरुषको लागि। प्रत्येक सेक्टरमा चाहिँ 3वटा सेक्टर राखिएको छ। 3वटा सेक्टरमा तपाईँको 2टा बाकस राखेको छ। 2-2वटामा चाहिँ एउटा महिला एउटा पुरुष गरिकन राखिएको छ। यसमा चाहिँ अहिलेसम्म मतदान कतिको भयो भन्ने कुरो थाहा पाइएको छैन। अहिलेसम्म कतिवटा भइसक्यो होला? महिला पुरुष 325 चाहिँ पुरुष हुनुहुन्छ अनि 286 महिला। बुथ कको यसमा लाग्दैन। तपाईको यहाँ त्यो एउटा सिटमा लेखेर दिनु त कतिवटा नम्बर। तपाईको यहाँबाट कतिजना महिला कतिजना पुरुषले दिएर गइसके। अहिलेसम्म हालसम्म कति गएको छ? 1700 त सबै होल होला। नमस्कार। ल हाम्रो एजेन्ट दाजुभाइहरू मजाले एकदम इमानदारतापूर्वक एकदम
शान्तिपूर्वक मतदान गराइराख्नुपर्छ। उहाँहरूको मतदान गराउनु भएकोमा उहाँलाई धेरै धेरै धन्यवाद छ। आउनु यता यता मसिला हुँदैन खाली छ। अहिलेसम्मको तपाईँको रिपोर्ट जो छ अहिले यतिको देखाइयो होइन। अन्तिम रिपोर्ट चाहिँ के कस्तो हो, कतिको मत खस्यो, कतिको खस्न बाँकी रहिगयो र कतिको बदल भयो, कतिको के भयो भनेको छुटपुटी पछितिर समाचार हजुरहरूलाई दिँदै गरौँला। अहिलेसम्मको हालसम्मको चाहिँ तपाईँको यति नै हो जानकारी होइन। त्यसपछि चाहिँ म जे हुन्छ जसो हुन्छ जानकारी दिँदै गरौँला। धन्यवाद। अहिले विराम गर्न चाहन्छु।